ओइ तीनटा ओइ तीनटा ओइ मुखमा अटाए पो त्यो तीनटा त तीनटा ओइ ल ल ल म घोपेर हाने यार तीनटा के गरेको यो के यिनीहरूले यत्रो मोमो खाइरह यो मोमो चाहिँ निकाल्न कति दिन लाग्छ हग्न चाहिँ कति लाग्छ भने के मामा यस्तो यो मोमो अब किस्ता गरेर सुरु दिन 30 वटा यति हुन्छ भान्जा पालबाटै निस्किँदैन त्यो सबैजनालाई आज चाहिँ हाम्रो पहिलो भिडियोमा छौँ आज चाहिँ हामीले के हेर्ने त भन्दाखेरि भान्जा होइन मुखबाङ के मुखबाङ जुन लुम जुनले चाहिँ हामीलाई हेरेर पनि स्वाद दिन्छ के ल्याम हुन्छ नि त्यस्तो खाएको चाहियो क्या हामीलाई हो त्यस्तो आज हामीले हेर्दैछौँ मन पर्यो भने सब्सक्राइब गर्न सक्नुहुन्छ भन्छ हामी चाहिँ अब यो 200 वटा बफेलो मोमो 200 वटा रहेछ यार यहाँ 200 वटा बफेलो मोमो खाएको भिडियो रियाक्ट गर्न गइरहेका छौँ 200 वटालाई त एउटा भैँसी चाहिन्छ यार 200 वटा मोमो बनाउनु चाहिँ टक्कको एउटा कालो भैँसी चाहिन्छ दुईजना मान्छे भएर बना भएपछि किनेर ल्याओ सुरु भयो ओ भन्छ अनुहार हेरिकन चाहिँ 100 वटा खान सक्छ लाग्छ अनुहार हेर्दा चाहिँ 100 वटा होइन 15 वटा दुई प्लेट ल 12 24 अहिले 12 वटा दिँदैन 10 वटा दिन्छ अहिले एउटा एक प्लेटमा 10 वटा 20 वटा बाइक धेरै खान सक्दैन जस्तो लाग्छ किन भन न खान सक्दैन जस्तो लाग्छ तर हेरौँ न ल मोमो चाहिँ लास्टै डिसी हुन्छ क्या भान्जा तिमीलाई त्यो चपस्टिक त्यो खाना आउँछ यसरी ओइ यहाँ गरेर खाना आउँछ चपस्टिक आउँदैन यार मैले एकचोटि छ नि चपस्टिकले मोमो खान खोजेको त्यो यसरी ल्याम्मा उठाउँछु उठ्दैन मेरो पालो मैले के गर्ने त्यो एउटा निकाल्नु तर के गर्ने त्यो चाइनिजले त्यो सक्दैन के भन्छ त्यो भातै खान्छ यसले त यार चाइनिजले भातै यिनीहरूले पनि खान्छ होला होइन चाइनिजले त भातै खान्छ भने मैले मोमो खान सकिनँ ल्याम्मा घोपेर खाएको बेजतै भयो हामी चाहिँ फेरि भेज हो केटा हामी भेज हो हामी भेज मात्रै खान्छ होइन कतिवटा खान्छ काउन्ट गर्न चाहिँ नबिर्सिनुहोस् है कसले कतिवटा खान्छ काउन्ट त अब कहाँबाट काउन्ट गर्नु हो अब कतिवटा ल्याम्प खान्छ अब ओ यो उसले चाहिँ खाइदिन्छ जस्तो क्या उसले चाहिँ धेरै खान्छ जस्तो लाग्यो क्या मलाई चाहिँ मोमो केटाले भन्दा केटीले चाहिँ क्या ओ दुईटा खाइदियो त एकै लटमा यार दुईटा हानिरहेछ हौ यसले पनि घोपेर गर्छु होला त देख्यो स्पटहरुले पनि त्यसै गरी मैले खास गरी सही गरे हो कि त्यो हाँस्ने मान्छेहरु चाहिँ यति गलत एकदम गलत ल आम्मा दुईटा बबाल होला नि त अब हेर्दा त बबाले छ ओइ दुईटा ल्याम दुईटा खाँदैछ त अब त यार तीनटा ओइ मुखमा अटाए पो त्यो तीनटा त तीनटा ओइ ल तीनटा हानिदिन्छ त एकै लटमा यार मान्छे देखेको मात्र सानो रहेछ हौ ओइ भात चाहिँ खान्छ खाँदैन होला कि यसरी भनेको मैले मोमो खाइछि कहाँ भात खान सक्छ त भात त खाने अटाए पो तर तीनटा मोमो त अति नै भयो त्यो अति बिल्ला भयो त्यो अन्त्य भयो के भन्छ यो त हुन्छ हौ यो ठुलै पिस छ फेरि यो चिट चाहिँ छैन है भन्छ सानो छैन है पिस ठुलो छ है आइटम है हनाइ छ हनाइ चाहिँ मान्नै पर्यो यार अनुहार त मुख त सानै छ यार तीनवटा अनाखा त ओ आए को क्या हो त्यो कोक आए कोक बिना मोमो बरु अचार त अफकोर्स त चाहिहाल्यो नि त यार तर कोक सुनमा सुगन्ध कोक चाहियो ल यो ब्रो हैन दुईटा हान्दैछ क्या यो दोस्तीले दुईटा मात्रै हान्दैछ क्या उसले हेर उसको यस्तो घोपीवाला स्टाइल घोपीवाला उसको हना हेर न उसको चाहिँ हना हेर न भन्छ तीनटा हेर सिधै तीनटा हो हेर है तीनटा आम्मा नसक्ने यार आज भोलि यार हनाइ त मैले 5 वटा खाए त 10 वटा त खाए तीनटा त्यो च्यालेन्ज गरे है फेरि मेल इगो हो नि त भन्छ मेल इगो हो नि त फेरि मेलले इगो लिए इगो मेल डुब्यो
दुई अब हेर भाइ सक्दैन हेर सक्दैन त्यो चाहिँ हेर भाइ इज्जत बचाए मेलको हेर भाइ तिनवटा हाने है तिनवटा लम्म घोपेर हाने यार तिनवटा यहाँ कति खाने भइसक्यो त्यहाँ हेर के गरेको यो मन मलाई त यार गिद्दी ला यार अति रन भयो यार के गरेको यार उसले हानिरहेछ हौ तिनवटा ल्याम्बोहरू मुख हेर न उसको साइज हेर न साइज अफकोर्स साइज पनि उसकै ठुलो छ कि होइन मतलब सबै कुराको साइजै ठुलो छ नि होइन तर पनि अब अति यार अति नै गिदी भयो यार अब हानेर भएन कि यो अलि हनाइ अलि पुगेन है भन्छ मलाई चाहिँ के यिनीहरूले यत्रो मोमो खाइरह यो मोमो चाहिँ निकाल्न कति दिन लाग्छ हग्न चाहिँ कति लाग्छ भने के मामा यस्तो यो मोमो अब किस्ता गरेर सुरु दिन 30 वटा लास्ट दिन चाहिँ अब अलिकति यिनीहरूले प्रेसर लगाउँछ त्यही भएर 40 सुन एक हगाइमा 30 वटा त निस्किनै पर्यो के भन्छ 3 प्लेट त 100 वटा भने 3 दिन एक दिनमा त होइन एक हगाइमै निकाल्नु पर्यो के भन्छ गाह्रै छ 100 वटा मोमो त यति हुन्छ भन्छ पालबाटै निस्किँदैन यो यति त तर यो खान सजिलो छ भन्छ निकाल्न छ नि जुन निकाल्न यो खान सजिलो छ खान सजिलो छ यो खास गरी 200 मोमो च्यालेन्ज हुने कस्तो कुरा यो टाइटल चाहिँ खास गरी 200 मोमो च्यालेन्ज एन्ड अ डे आफ्टर भनेर च्यालेन्ज अल्सो अ च्यालेन्ज गेटिङ अ डे त्यो पनि हुनु पर्ने 200 मोमो इटिङ च्यालेन्ज एन्ड हगिङ च्यालेन्ज के नेक्स्ट डे को रियाक्सन चाहियो नेक्स्ट डे को त्यो हाल्नु पर्यो के त्यो चाहिँ हाल्नु पर्यो क्या त्यो चाहिँ हाल्नु पर्यो के खुवाई होइन अनि हगाई के हगाए पछिको त्यो के कसरी हग्यो होइन त्यो भिडियो होइन क्या मैले भनेको चाहिँ कसरी हग्यो त्यो आफ्नो त्यो फिडब्याक भनौँ न होइन त्यो इमोसन्स के यस्तो गाह्रो भयो यस्तो भयो मेरो चाकबाट निक्लिरहेको थियो त्यो रियालिटी के लागेन अब चाहिँ के हग्ने जुन छ नि हग्न जुन कष्ट लाग्छ नि छैन हगाइ चाहिँ त्यहाँ न त्यहाँ केटाले तिनवटामा आयो केटा पनि तिनवटामा आयो अब चाहिँ हेर अब यो पनि हानेन भने चाहिँ यो नि हानेन भने चाहिँ घरतिर गयो हुन्छ क्या के गरेको यो यो ब्रोलाई चाहिँ पानीपुरी खान पठाउनु पर्ने हो अब पानीपुरी ठिक छ के ओ हेरै तिनवटा हेरै अनि त ल हेर ल कोक नखाऊ ग्यास बढ्छ यार दिमाग लाउने यार भान्जा कोक आएपछि खान सक्छ ग्यास धुप हुँदैन तर मोहन गाह्रै पर्छ नि 5 मिनट नि भएको छैन अगाइसक्यो 5 मिनट अगाइसक्यो फेरि कन्टेन्ट लिएर आएको त यार गाह्रो पर्छ त्यस्तो छिटो अगाउनु हुँदैन लङ लास्ट चाहिन्छ के मतलब गर्ल्स भइहाल्यो एभ्रिथिङ लङ लास्टिङ चाहियो क्या हेर न 3 वटा मजाले के 4 वटा ट्राई गर्नु पर्यो क्या 4 वटा चाहियो क्या मलाई अहिले एउटामा झरिसक्यो उ त ऊ त्यसरी सर्लक्क भान्जा मलाई पिरो चाउचो खाँदाखेरि त मलाई हग्न कम गाह्रो हुन्छ मलाई त 3 नन स्टप गु आउँछ हौ तर गु चाहिँ यिनीहरूले जे भने नि होइन हगाइ चाहिँ छ नि भन्दा नन हो बिहाइन्ड द क्यामेरा हो हेर भन्दा होइन अहिले यो सकिने बित्तिकै होइन क्यामेराबाट बाइक मलाई लास्ट पेट दुख्यो यार स्योर हो स्योर हो ब्रोले तिनटा ट्राई गरेको हेर मलाई लाग्छ ब्रोले मलाई गरोस् के देखाओस् के मैले तिनटा सक्छु भने ब्रोले यो जुनीमा चाहिँ ब्रोले तिनटा हान्ला जस्तो लाग्यो यार म गइसक्छु के हो गर्दैन त मोमो त भने तलबाट नि खाइराखा माथिबाट गर्दैन यार लास्ट धेरै हो नि खाइदिउँ भएन गाडी छ नि यार 10 प्लेट मोमो हो 200 प्लेट 10 रे 20 प्लेट मोमो हो हैन एकजनाको भाग एकजनाको 10 प्लेट हो
मलाई चाहिँ किन त्यो अचार चाहिँ अति बबाल जस्तो लाग्यो कि मोमो भन्दा भन्छ त्यो अचार हेर न त्यहाँ होइन स्पाइसी अचार हो चाक पोल्ने अचार हो कि यो त्यो रातोवाला जस्तै हो क्या त्यो छुट्टै दिन्छ नि हो त्यो हालेको छ क्या यहाँ त्यो स्पाइसी के स्पाइसी भन्दा चाक पोल्ने अचार भन्दा पनि ठिक होला मतलब होइन गर्नुपर्छ नि एस पेन टिकल्स कति खाइस् गन भन्दैछ तर कसले धेरै खायो होला अहिलेसम्म उसले खाछ यार केटीले खाछ केटीले हो स्योर हो जति खाने अगाउँदैन रहेछ यार त्यसको हना हेर न त्यहाँ हेर न फेरि केटा सेलाइसक्यो यार केटा सेलाइसक्यो भने भन्दा म लास्टमा हेर्नु मन लाग्यो लास्ट यिनीहरूले सकाउँछ कि सकाउँदैन त्यो चाहिँ मलाई हेर्नु मन लाग्यो कि यहाँ कहाँ छ त अब यहाँ घटे तिनटावाला हाने क्या एकचोटि तिनवटा त बुढोले यो दुनियाँमा तिनवटा त बुढोले सक्दैन नि ठिक छ अब जतिवटा खाए पनि तर यहाँ चाहिँ घटेछ ओ यिनीहरूले एक दिनमै खाएको हो र यो भने के खाएर भने ट्याप छ कि छैन त्यो चाहिँ हेर्नु मन लाग्यो कि मलाई यहाँ ओइ बुढोले तिनटा हान्छ ओइ यो हो नि त ओ यो हो के यो स्मेल यु के ओ लास्टै हो आई लभ ब्रो यार यु आर सो गुड है यो अब 2-4 दिन भात नखाए पनि केही पनि भन्दैन म चाहिँ म भए चाहिँ होइन 2-4 दिन भात नखाए पनि केही भन्दैन थियो होला के तर जे पनि मम्मी बाबाले खुवायो होला होइन भात खानै पर्छ ठिक छ एक्सिडेन्ट छ होइन एक्सिलेन्ट यहाँ चाहिँ अब कतिवटा खाए ल अब सक्दैन भन्छ ठुल्ठुलो अब सक्दैन रे अब पनि ओइ के हो मिर्गीका दौरा लायो भने एउटाले त्यो भैँसीको दौरा भैँसी उफ्रिन्छ नि त के गरे यो त्यो हाई गरिदिइसक्यो यार माइकको छेउमा कस्तो ढाउ गरेको मैले कत्रो तेरा हालो खाऊ यार डाइजेस्ट हुन्छ सकाएन रे हामीले 200 वटा मोमो खान खोजेकै हो यहाँनिर 21 कि त 22 वटा बाँकी 21-22 वटा मात्रै बाँकी रे यार 21 वटा बाँकी म 21-22 भनेपछि 21 वटा भयो भने एकजनाले 89 वटा खायो भन्छ 90 वटा खायो 90 वटा त हामीले खान सकेनौँ मैले ट्याक्कै हिसाब गरेर छु कि 30 वटाको क्याटेगोरीले सायद जान्छ खाने हो ठ्याक्कै मिल्यो यार ल 3 लट चाहिने भयो अब 3 लट हगाई मजाले बबाल मजा आयो है खतरा लाग्यो हेर्न नि मजा आउँदो रहेछ त्यो एक्साइटमेन्टले गर्दा चाहिँ मजा आउँदो रहेछ कि यस्तो भिडियो सुन न 90 वटा मोमो खाए के त्यो पनि ठुलो कुरा हो 90 वटा मोमो एकजनाले खान सक्दैन के एकदम सक्दैन उनीहरुले जस्ट ट्राई गर्यो नि त ल बबाल ल यदि हजुरहरूलाई चाहिँ उहाँहरूको भिडियो मनपर्छ भने सब्सक्राइब गरेर हेर्ने होइन अनि हाम्रो पनि भिडियो मनपर्छ भने चाहिँ हामीलाई पनि सब्सक्राइब गरेर हेर्न सक्नुहुन्छ र हामीले फर्दर मोर भिडियोजहरू हाल्नेछौँ हजुरहरूको लागि अफ कोर्स हाल्नेछौँ के